तेक्वान्दो 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 शारीरिक तन्दुरुस्ती, अनुशासन र आत्मरक्षाका लागि मार्शल आर्ट, स्वस्थ जीवनका लागि तेक्वान्दो, तेक्वान्दोका लागि नेपाल प्रहरीको साथ। नेपाल प्रहरी कल्याणकारी कार्यक्रम अन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुल सामाखुसीद्वारा आयोजित फागुन 16 र 17 गते हुन गइरहेको राष्ट्रव्यापी खुल्ला प्रथम प्रहरी महानिरीक्षक तेक्वान्दो प्रतियोगिता 2081 सहभागिताको लागि सम्पूर्ण स्कुल तथा डोजाङहरूलाई हार्दिक आमन्त्रण गरिन्छ। तेक्वान्दो प्रतियोगिताका मुख्य विशेषताहरू। प्रतियोगितामा 18 वर्ष मुनिका खेलाडीहरूले भाग लिन पाउनेछन्। प्रतियोगितामा महिला र पुरुषका लागि छुट्टा छुट्टै उमेर, तौल र बेल्ट समूह निर्धारण गरिनेछ। प्रतियोगिताको पुरस्कार वितरण तथा समापन प्रहरी महानिरीक्षकज्यूबाट हुनेछ। दर्ता अवधि मिति 2081 फागुन 13 गते कार्यालय समयसम्म। तौल परीक्षण मिति 2081 फागुन 14 गते बुधबार बिहान 7 बजेदेखि दिउँसो 3 बजेभित्र। खेल हुने स्थान नेपाल पुलिस स्कुल सामाखुसी, काठमाडौँ महानगरपालिका 3 रानीबारी मार्ग, काठमाडौँ। नेपाल पुलिस स्कुल सामाखुसीले आयोजना गर्ने तेक्वान्दो प्रतियोगिताको हिस्सा बनौं र विश्व लोकप्रिय मार्शल आर्ट तेक्वान्दोको विकासमा योगदान गरौं। थप जानकारीका लागि सुरेन्द्र बहादुर महरा, मोबाइल नम्बर 9858 90 106। ओम प्रसाद भुसाल, मोबाइल नम्बर 985110 62 472। इमेल npstaekwondo@gmail.com। फेसबुक नेपाल पुलिस स्कुल सामाखुसी। नेपाल पुलिस स्कुल सामाखुसी, बेटर स्कुलिङ फर आइडियल सिटिजन।